नमस्ते साथीहरू, आज म यहाँहरूलाई नयाँ रेसिपी सेयर गर्न गइरहेछु। हजुरहरूले हेर्नुहोला, मैले चाहिँ आज केरा र आलुको सब्जी बनाएको छु। यसलाई कोफ्ता पनि भन्न मिल्छ र सब्जी पनि भन्न मिल्छ। यो चाहिँ मैले बोइल गर्न बसाले 2-3 आलु अनि केरालाई चाहिँ कुकरमा बोइल गर्न बसाले। अब थोरै यसको लागि बेसन एड गरे। अब म यसमा बेसनमाथि फेरि थोरै हल्दी लगाउन गइरहेको छु। अब यसमा म फेरि अलिकति जिरा पाउडर अनि धनिया पाउडरलाई पनि एड गर्दैछु। अब हल्का स्वाद अनुसारको नुन लगाउन गइरहेछु। यता मैले सब्जीहरू काटेर रेडी बनाइसकेको छु अनि यता चाहिँ केरा र आलु पाकिसक्यो। अब यसलाई मैले सानो बोलमा तासेर रेडी गरे र छोटो छोटो प्याजको पिसलाई पनि यसमा एड गरे। अब म यसलाई मजासितले मिक्स गर्न जाँदैछु। यो मिक्स भइसक्यो। अब मैले एउटा कराईमा थोरै तेल, सरसो तेल बसाले र यसलाई छोटा छोटा अब पकौडा जस्तो पकौडा तार्दै रेडी गरेको छु। यो अब पकौडा रेडी हुन्छ। मैले यसलाई पकौडा रेडी भइसक्यो। रातो रातो यो राम्रोसँग पाकिसक्यो। अब म यसमा यही अघिनको तेलमा धेरै तेल एड नगरिकन त्यसैलाई थोरै जिरा लगाएँ। अब यसमा म अघि काटेर राखेको प्याज र लसुन हरियो यो लगाउन गइरहेको छु। अब यसलाई थोरै चलाउँदै गएपछि थोरै रातो रातो हुन्छ। मैले यसमा माथि फेरि टमाटर लगाएँ। अब बिस्तारै यसमा थोरै हल्दी लगाउँछु। अब जिरा पाउडर र धनिया पाउडर थोरै थोरै मात्रामा लगाएँ। अब यसलाई एकछिन चलाएर यसमाथि मैले अघि न काटेर राखेको अदरक, लसुन, गोलमरिचहरू सबै थोरै गरम मसलाहरू पनि मिक्सरमा पिसेर रेडी राखेका थिएँ, यसलाई पनि लगाएँ। अब यो राम्रोसँग पाकिसकेको छ। यसमाथि मैले अघि रेडी गरेर राखेको पकौडा लगाएँ। यसलाई हल्का तरिकाले चलाउँछु। धेरै जोडले चलाउनु पनि हुँदैन किनभने यो फुट्छ। अब थोरै सुस्म गरम पानीलाई मैले यसमा एड गरेँ। अब यो पानी हालेपछि फेरि थोरै हल्का तरिकाले मैले यसलाई चलाउँदै गएँ र यो माथि हरियो धनिया लगाइदिएँ। हेर्नुस् त कस्तो स्वादिलो देखिँदैछ। खानमा पनि मिठो होला जस्तो छ। यहाँहरूले पनि घरमा ट्राई गर्न सक्नुहुन्छ। कहिलेकाहीँ फुर्सदको समयमा हामीहरूसँग